ल हामीलाई नेपाली पढाउने कुमार पराजुलीको बारेमा भन्नु त हामीलाई। मलाई अरु त त्यस्तो केही याद तपाईँ यसो गर्नु न त हामी तपाईँ सेकेन्ड त्यो बेन्चमा त्यहाँ फुच्चेले दिन्छ त्यो सानो तराज मुनि ट्याग कता सप्तुको पारेको त्यो कानामा बोल्दै गर्दाखेरि बिस्तारै हाँस्यो भने लिएर आउनु आज बेलुका सानो अनि कुमार सर ल्याएर कुटा फर्किने गरे दुईटीलाई कुटेर अनि फेरि कुटेपछि त चित्त नबुझ्यो अब क्वेसन के छ व्याकरण अब नेपाली पढाउने सर व्याकरण सोध्ने व्याकरण पुरानो हामी दुईटै अनि मूर्ति जस्तो क्लास 45 मिनेट भरि उभिएको र दुईटै छेउछेउमा उभिएका छौँ अरू हाँस्ने हामीलाई हेर दुईटी मूर्ति जस्तो यस्तो गरेको छ धुम्म उभिएको छ अनि सर जब क्लासको घन्टी लगाएपछि अनि बस भनेर अनि हामीलाई बसाउनुहुन्छ त्यस्तो गर्नुहुन्थ्यो। अब म भन्छु ल मैले पनि कुमार सरको कुटाइ खाएको बारेमा भन्छु है। मैले एकपल्ट कुमार सरको हातबाट नराम्रो गरेर कुटाइ खाएको छु। त्यो चाहिँ मैले हामीलाई दैनिकी लेख्न लगाएको एक हप्ताको याद छ होइन। हामीलाई दैनिकी लेख्न लाउनु भएको थियो एक हप्ताको अनि मैले सोमबार चाहिँ गल्ती लेखेको छु क्या नेपालीमा लेख्दा पनि होइन। सोमबार यो हुन्छ भनेर मलाई एकदमै डस्टरले पिट्नु भएको छ क्या सरले। तपाईँलाई त डस्टरले हामीलाई त मुड्किले यसो गरेर डुम यसो गरेर यस्तो गरेर कसेर हानेपछि त्यो दाम भनेको एक हप्तासम्म रहन्थ्यो। रुँदै घर जान्थ्यौँ हामी। म त जोरै फुटेको छ कस्तो भएको छ हामीलाई त्यसरी सरले कुट्नुहुन्थ्यो है। ठिक छ अब हामीले सरले सिक्नको लागि रहेछ हामीले पढाउनु भनेर हामीलाई कुट्नु भएको रहेछ। तर अब अहिले त हामीले